गुड मर्निङ नमस्ते साथीहरू हजुर सम्पूर्णमा ल आजकल भोलि अलिअलि मैले भिडियो लाउनु अपलोड गर्न थालेको छु कि अनि आज पनि आइतबार हामी यहाँ मेरो दिदी काकासँग बिहानको बजार जाँदैछौँ। बजारमा चाहिँ हामीले सागसब्जी किनेर जाँदैछौँ साथी हो। उठेर हामी के अरे आएर यहाँ पर बजारसम्म आइपुग्नु लाग्यौँ साथी हो। त यहाँको लोकल बजार चाहिँ कि एउटा बजार बेलुकाको हुन्छ एउटा बजार बिहानको हुन्छ ल साथी हो। यो चाहिँ बिहानको बजार जाँदैछु साथी हो, हेर्नु होला ल। अहिले म भिडियो किटिक ल्याउँछु अनि साथीहरूलाई सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत यति भन्दै अब म गएँ बजार। र साथीहरू लोकल बजार चाहिँ यहाँ मलेसियाको यसरी लाग्छ। यो चाहिँ लोकल बजार हो, हरेक कुरा पाउँछ। बोले यो चाहिँ चिकन फ्राईहरू यता यस्तो यस्तो खानेकुरा पाउँछ साथीहरू। बजार मेरो साथी चाहिँ ऊ पर पुग्यो, मलाई कराउँदैछ छिटाइ जा गर्दै। केराहरू लोकल केराहरू पाउँछ। यो चाहिँ लोकल बजारमा चाहिँ एकदम राम्रो हुन्छ है साथीहरू, के किनी खानु ल। अनि यस्तो यो के हो, यो यस्तो पनि हुन्छ साथी हो, एप्पल। Abang, itu satu berapa? 9. यो चाहिँ माछा साथी हो। अनि यहाँ चाहिँ भुइँकटार साथी हो। बजारबाट निस्कियो ए साथीहरू, निस्कियो बजारबाट। ऊ पर बजार छोडेर निस्कियो ल। अब हिँडेको यति सामान चाहिँ लिएर हिँडेको है साथी हो। यति सामान भनेर सामान धेरैको चाहिँ होइन, 20 रुपियाँको सामान छ है साथी हो, 20-25 रुपियाँको होला। अनि लागेको साथी हो। अब के किन्यो भन्दाखेरि अब यहाँ छ यो चाहिँ पाङ्ग्रा हो साथी हो, पाङ्ग्रा फ्राई हो। यो चाहिँ मैले मोबाइल बोक्न अप्ठ्यारो भयो न। यहाँको बजारमा चाहिँ पाङ्ग्रा, कलिजो अनि मासुहरू फ्राई पाउँछ नि त साथी हो। आज अनि साथी हो म घरमा आएर पनि के गरेँ भनेर के गर्नु र घामले होइन, घामले यहाँ यो चाहिँ भन्नु साथी किनामा है, किनामा मलेसियामा नि किनामा बनाएर खानु चाहिँ छोड्दिनँ हौ मैले साथीहरूले। हेर्नु त यो किनामा हिजो मात्रै निकालेको, आज एक दिनको घामले पनि यस्तो सुक्यो है साथी हो। मलेसिया घाम चाहिँ यस्तो हुन्छ, गुन्द्रुक सुकाएको अनि यता किनामा अनि यता उपर डल्ले खोर्सानी। डल्ले खोर्सानी त पुरिहाल्छ नि हौ। यो डल्ले खोर्सानी साथीहरू, यसलाई पनि छरप बनाउनु भनेको घामले त। खोर्सानी डल्ले मलाई बोलाएको कलले। यो डल्ले चाहिँ साथी हो यहाँ मलमा फेदमा खोर्सानी मल भएर यो धेरै मल भएर डल्ले चाहिँ मर्यो बिचरा। यति माया लाग्दै छैन, के मर्यो। मल लाउनु नहुने रहेछ, परेवाको गु फेदमा लगाइदिएको खोर्सानी त मर्यो नि हौ। ए होइन साथी हो, कम्ती घाम छैन हौ, मर्नु औ गर्मी भयो साथी हो। र अस्तिको भिडियोमा यो माटो लगाएको छ। अनि एउटा इस्कुस रोपेको साथी हो। यो इस्कुस यहाँ मैले बाहिर लडाएको छु, किनकि माटोले धेरै पुरेपछि नपलाउँदो रहेछ। त्यही भएर मैले बाहिर राखेको छु। यसलाई भरे फेरि यो माटो आदि निकालेर यसलाई बनाउनु पर्ने छ साथी हो। इस्कुस नै रोपेर खाएर बुढो भएको मान्छेहरू इस्कुस रोप्नु नजानेर इस्कुस माटोभित्र चाहिँ गाडेर इस्कुस चाहिँ कुहिएछ साथी हो। एउटा चाहिँ पलाउनु खोज्छ, एउटा चाहिँ पलाउँदा टुसाइमा मरिगएछ। के गर्नु, यति गर्मी छैन। कागहरू पनि चराहरू पनि गर्मीले काग बनिँदैछ। अनि यहाँ फेरि बियरको बोतल यसरी फाल्छ हाम्रो दाजुभाइहरू चाहिँ। आइतबारको दिन चाहिँ बियरको बोतल खाएर यसरी फाल्छ। तर यो बियरको बोतल म चाहिँ भेलाउनु पर्छ साथीहरूलाई। यसलाई मैले अस्तिदेखि भेलाउँदैछु कि साथी हो।
बजार भरेर आइयो साथीहरू। अब मोमो बनाउनुलाई म पिठो यहाँ यसरी बनाउँदैछु। अब सट्ट लगाएर मोमो बनाएकोलाई हेर्नु है। र साथी आज चाहिँ मोमो खानु भनेर आज चाहिँ प्लान थियो, तर अर्को प्लान पनि के भइदियो भने साथीले नेपालबाट आएको सिस्नुको धुलो र मकैको पिठोको ढिँडो बनायो, त्यो खाइयो। त्यसपछि मोमो त भुलियो। मोमो त अब कहिले कहिले यहाँ बनाएर खाइन्छ, सिस्नु र ढिँडो त खाइँदैन। त्यही भएर मैले अघि नै खाएको, अगाएर पनि फेरि अब अलिअलि घटेर तलमाथि भित्र बाहिर गरेर अलिअलि घटाएर चाहिँ म यति 1 2 3 4 5 पिस चाहिँ अब मोमो खानु लाग्यो साथी हो। मैले आज धेरै मोमो बनाएको थिएँ, तर बाइ द वे खानु पाइएन भन्दा पनि खाइएन आज। र म अहिले यो मोमो खाँदैछु साथी हो। यस्तो मिठो बनाएको थिएँ होइन, तर के गर्नु, केही छैन अब खाने। यस्तो गरेर मेरो मोमो चाहिँ यसरी साथी हो, यस्तो गरेर चाहिँ होइन त्यही मिठो थियो, तर आज ढिँडो खाने हुनाले खाइएन साथी हो। यहाँ हेर्नु साथी हो, मोमो चाहिँ अलिक त्यो अचारमा यस्तो दलेर चाहिँ साथी हो। मलाई यस्तो गरेर खानुपर्छ है साथी, यस्तो घुसेर होइन।